आज म तपाईँहरूलाई देखाउन जाँदैछु यो भुजा किनिरहेको छु अहिले पसलमा। यहाँ यो तपाईँको यो मिठाई पनि हो होइन, तर यो मिठाई बाँदरले खान्न। म खास गरी यो भुजा चाहिँ बाँदरको लागि लिइरहेको छु। अनि हेर्नुहोस् त यहाँ बाँदरहरू कति भोको छन् बेचारा। मैले यहाँ भुजा राखिरहेको छु, कोही कोही आएर खाँदैछन्। हेर्दाखेरि यसो मनमा माया लाग्यो यो बाँदरप्रति। तपाईँहरूलाई अगर मेरो भिडियो देखेर माया लागेको छ भने सब्सक्राइब गर्नुहोला अनि भिडियोलाई सेयर गर्नुहोला। अनि अरूले पनि यो भिडियो देखेर यस्तै बाँदरहरू अनि अरू कुनै जानवर देखेर, भोका जानवर देखेर खाना खुवाओस् भन्ने मेरो आफ्नो धारणा हो। तर यो चाहिँ गर्नुपर्छ, किनकि हाम्रै सहारा हो यिनीहरूलाई। अब यहाँ चाहिँ यो जङ्गलको छेउमा छ, जङ्गलमा बाटामा आएर यिनीहरूले टुक्यो हेर्छन् कसैले केही दिन्छ कि भनेर। र यो भिडियो देखेर सब्सक्राइब गर्नुहोस्, सेयर गर्नुहोस्। अनि यो भिडियो मार्फत तपाईँहरूले हेर्न सक्नुहुन्छ। सबैलाई भुजा दिइसके, कोही कोही आएर खाइरहेछन्। अब तपाईँहरूले पनि भिडियो देखेर मनमा माया छ भने मलाई सब्सक्राइब गर्नुहोस्, अझै मलाई बल दिनुहोस्। अनि म अरू यस्तै यस्तै भिडियो बनाएर हालौँ, तपाईँहरू माझ पुर्याऊँ। त हस्, धन्यवाद। भिडियो हेरिदिनु होला।